मेरो च्यानल अनि म चाहिँ आज रक्षाबन्धनको सपिङ गर्न गइरहेको म चाहिँ गइरहेको राति भइसकेको छ अनि म चाहिँ गोर्खु गइरहेको कस्तो हामी चाहिँ राति गइरहेको छ नि भनिसक्यो होला त्यही पनि फेरि भन्दैछ हेर्नुहोस् अब त्यहाँ गोर्खु गएर भेटौँला म चाहिँ आइसकेको छु भाता लिएको छु म त्यो भिडियो चाहिँ म अब गएर देखाउँछु होइन के लिए भनेर त्यही हो घर आइसकेँ यत्रो झोला ल्याएर के छ भन्दाखेरि अब म देखाउँछु अघि मैले भने देखाउँछु भनेर म भोलि चाहिँ रक्षाबन्धन त्यसैले चाहिँ मैले राखी ल्याएको छु मैले र मम्मीले लिन आइन सक्नुहुन्छ अनि यो दुईवटा 4 टमाटर ल्याएको छु भोलि पनि म भिडियो बनाउँछु अनि यो काँक्रो हेर्नुहोस् न कस्तो छ क्या तर पनि राम्रो थिएन त्यहाँनिर अनि यो काँचो फर्सी अनि यो बन्दा होइन सानो खालको अनि यो चाहिँ मुला अनि भोलि अचार बनाउँछ सायद मलाई थाहा छैन अनि त्यसपछि चाहिँ स्याउ चाहिँ यहाँ झरेछ क्या आदि हेरेँ यहाँ स्याउ छ अनि यो चाहिँ नास्पाती यति नै हो मेरो झोलामा अब चाहिँ छैन यति नै हो अनि हामीलाई चाहिँ धेरै जस्तो चाहिँ तरकारीहरू नै छ अनि किनकि भोलि तरकारी नै पकाउँछु होला सायद मलाई थाहा छैन अनि धेरै जस्तो तरकारी छ अनि फलफुल चाहिँ 2-3वटा छ अनि यो राति भइहाल्यो अनि राम्रो त छैन त्यही पनि भोलि पनि भिडियो बनाउँछु अनि आजको लागि यति नै तर म यो भन्न चाहन्छु कि म किन जहिले यो कपडामा भिडियो बनाउँछु किन थाहा छ म अरू कपडा लाउँदाखेरि चाहिँ त्यो दिन भिडियो नै बनाउँदिनँ जुन दिन यो कपडा अनि अर्को रेड कलरको पनि छ यस्तो अनि त्यो लाउँदा चाहिँ जहिले भिडियो बनाउँछु क्या अनि त्यसैले चाहिँ मलाई यही कम्फर्टेबल लाग्छ म यही लाउँछु अनि त्यही हो आजको लागि यति नै थ्याङ्क्स फर वाचिङ बाई बाई अब म भोलि भिडियो बनाउँछु त्यसको लागि तपाईँहरूले वेट गर्नुपर्ने हुन्छ बाई बाई